हेलो छोरी, यता हेर त। हाय नमस्ते। नमस्ते हाय कस्तो खाले नमस्ते, हाय र नमस्ते सँगसँगै। आज चाहिँ हामी घुम्न जाने होइन, विकेन्ड। कता कता जाने छोरी हामी घुम्न? आज अलि अफिसमा धेरै काम थियो, कामसाम सकेर इभेन्ट सकाएर घर आइपुगेपछि हामी घुम्न जाने प्लान गऱ्यौँ। प्रकृतिलाई अहिले कस्तो छ अहिले? फिलिङ गुड है? अलि उसलाई सन्चो थिएन, मन्डेबाट जोइन गर्छन् उनले अफिस। अनि अब हामी कता निस्किने? सुरुमा लभिङ जाने। ल पहिला लभिङ जाने, अनि त्यहाँ नानीलाई खेल्ने ठाउँहरूमा लाने, खेल्ने, अनि उसले कस्तो फिल गर्छिन्, अनि त्यसपछि अरू प्लान गरौँ है। ल अब जाने होइन त छोरी? जाम ल जाम अब। लेट्स सी Let's यु एट go. लभिङ मल भन्देऊ। लभिङ मल भन। ल जाम ल। बाई बाई भन्देऊ। अब छोरी जुत्ता लाउने। रेडी भयो छोरी? यस भन्देऊ। यस यस भन्देऊ। यस। यस भन्देऊ बेबी। बाबा चप्पल ल ल जाम ल ल जाम। अब जाम बस। जाम जाम हस। लेट्स गो। छोरी आमा कति हिरो देखेको त नि मेरो छोरी। ससमा लाएर आज आमा। जाने कहाँ रे बाबा? अब कहाँ जाने हामी? लभिङ मल भन्देऊ। भन बेबी। लभिङ मल भन मल। क्यामेरा थोरै मिलाम है बाबा, एङ्गल थोरै बाङ्गो जस्तो लाग्यो। हाम्रो अघि चाहिँ थोरै क्यामेरा एङ्गल मिले जस्तो लाग्थेन कि, अनि अहिले क्यामेरा एङ्गल मिलाइयो। अब आउटपुट फाइनलमा चाहिँ कस्तो देखिन्छ, तर स्ट्रेट भए जस्तो लाग्छ। छोरी लाउ गफ गरौँ अब। आमा छोरी त खतरा देखियो त यार। कन्टिन्यू चस्मा लाएर बसेको। गुड। बाबाको चस्मा चमा नपाएसम्म होइन चित्त बुझ्दैन फेरि उसलाई। आफ्नो चस्मा चाहिँ खोइ राखेर आउने अनि लभिङमा पहिला एमजीले फ्री पार्किङ गरिदिएको थियो है, अहिले अब बिवाइडीको छ। सबै भाइले किन्ने। चार्ज गर्न नि मिल्थ्यो नि त नत्र पहिला। के भनेको बेबी? सुन न बेबी, एङ्ग्री भन। बिवाइडी किन्ने कि प्रकृति एमजी बेच्ने? एमजी राखेर बिवाइडी पनि किन्न मिल्दैन। आहा यस्तो राम्रो कुरा गर्यो यार। हेरौँ के हुन्छ। ऊ हामी कहाँ हेर त? हामी जम्सीखेल आइपुग्यो छोरी। छमा माथि राखेर छमा माथि राखेर हेर्दैछु। के जानेको? अनेक छ नि छोरी, अनेक। छोरीको कार सिट किन्ने भन्दा भन्दा नि कथा भयो यार, कहिले होला फुर्सद पाउने। हामीले फुर्सद पाएको छैन। लाइफ खास केमा बिजी भइरहेछ प्रकृति हाम्रो यार? सानो ब्ला ब्ला ब्ल्याक सिप भन्देऊ। बाबा ब्ल्याक सिप, have you any wool? Yes sir, 3 bags full. 1 for my master, 1 for my dad, 1 for the little boy who lives down the lane. फेरि है त छोरी, छोरीलाई नाच्देऊ। छोरी मलाई भागी भागी नसताऊ, कानमा सुटुक बताऊ मलाई। बाबाको माया गीत नआएपछि यस्तो हुन्छ। छोरी तिमीलाई बाबाको उताबाट आइन्थ्यो नि त सधैँ, त्यो मात्रै भएर सम्झिरहेको। हजुर नमस्ते दाई, थ्याङ्क यू। हामी लभिङ आइयो छोरी। टिङ टिङ टिङ।
छोरी छोरी ल जाम अब माथि टिप्स छोडेर Let's go. खै त हाम्रो छोरी त्यो त आमा कति खुसी हो त नि अनि आँखामा आँसु पनि छ फेरि यो कस्तो खाले खुसी हो छोरी आधा रुनी आधा हाँस्ने आधा रुनी अनि आधा हाँस्ने खै आँसु खै छोरी गरिदियो के को आँसु हो त नि यो? रोगो छोरो कति खुसी हो त नि आऊ 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 छोरीलाई भाउ मनपर्ने भएर हामीले भाउ नै रोजे है छोरा ल गुड रेडी 1 2 3 गो Wow. रमाइलो भएको छ बेबीलाई भाउको ह्यान्डलै अलिक बाङ्गो रहेछ क्या छोरो यहाँबाट तिमी गर नि त यस हाई भन्नु बाबालाई यता 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 रमाइलो भइरहेछ यता साइडबाट खिच्यो मैले यतै हेर्दै जान देखाइदेऊ कति रमाइलो छोरी छोरी खै त नि अनि कस्तो रमाइलो कस्तो लाग्यो रमाइलो लाग्यो खुसी छिन् आज रमाइछन् तिमीले त सक्ने भयो नि त बाबाको पैसा टिकी लाउने हो छोरो आज मस्ती घुमेछ है लभिङ मल घुमेछ रमाइलो गरेछ पार्लर गयो कस्मेटिक किन्नलाई कता कता गएको छ रमाइलो छ नि अहिलेदेखि नै छोरी ल हेर तल हेर त तल छोरी छोरी निन्द्रा लाग्यो छोरीलाई हाम्रो सक्यो नि त आज लभिङको घुमघाम अब जाने हामी रोड हाउस जाने माथि भैँसीपाटी त्यहाँ तिमीलाई बस्नु सजिलो हुन्छ अनि त्यहाँ बसेर पिज्जा खाने तिमी चाहिँ चाउली खाने है ल आज कस्तो फन्नी भयो भन्दाखेरि रेन्डमली पार्किङ गरेको बाहिर निस्किँदाखेरि निसन्देह गाडी सँगै रहेछ कि अनि हामी अब कहाँ आइपुग्यौँ छोरी भैँसीपाटी आइसके पिज्जा खानलाई तर तिमीले खाने जाउली हो
होइन रहेछ ए ल मस्ती भइहाल्यो नि छोरो तिमीलाई बस्ने कि हिँड्ने यो देऊ अङ्कललाई नमस्ते गरिदेऊ नमस्ते गर खै ओ गुड छोरी कम हियर प्रणवी लेट्स गो कहाँ चाहिँदैन के खान्छ बेबीले के हुँदैन त्यो त उता ल हजुर के पढ नि त पढ काका गएर ल छोरी अब हामी घर जाने आजको घुमघाम यहीँ सकियो होइन पिज्जा पनि खायो छोरीले सर्लेक्स पनि खाइन् ल बाई सी यू सुन बाई भनिदेऊ